सबैलाई हैन। अनि आजको यो भ्लग चाहिँ तपाईको हल्का रेस्टुरेन्ट लाइनको सर्भिसपट्टिको छ हैन त। ल तपाईलाई म माथि रेस्टुरेन्टमा भएर मिल्छु हैन। अनि तपाईहरु दया गरेर च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब लाइक शेयर सब्स्क्राइब पनि गरिदिनुस् होला हैन। तपाईहरुलाई ओ माय गॉड वाउ हल्का रेस्टुरेन्टको भ्युवर हेर्दिनुस् होला हैन। हल्का चाहिँ तपाई यो रेस्टुरेन्ट चाहिँ तपाईको क्यान्सला भनिन्छ हैन। खरसाङ बजार हिलका रोड साइडको यो चाहिँ तपाईको लोकेसन पनि हल्का राम्रो छ भ्युहरू हैन। राम्रो छ तपाईको हेर्न सक्नुहुनेछ। यो चाहिँ तपाईको रेस्टुरेन्ट प्लस बार पनि भयो हैन त। अनि उहाँ चाहिँ एकजना सर्भिसको स्टाफै हो। स्टाफै पढेको छ उहाँ चाहिँ किचनको स्टाफ। अनि किचनको स्टाफ सेफहरुसँग तपाईहरुसँग अगाडि मिलाउने छु हैन त। पऱ्यो किचन हैन। अनि यिनीहरु चाहिँ किचनको स्टाफ। हाम्रो दवा सेफ हुनुहुन्छ। अनि उहाँ चाहिँ दवा सेफले के गर्नु हुँदैछ? दवा सेफले चाहिँ के गर्नु हुँदैछ? मैले यो माछाहरु कता गरेको हेर्न सक्नुहुन्छ हैन। अनि हाम्रो उहाँ चाहिँ सन्तोष सेफ हुनुहुन्छ। अनि सन्तोष सेफले चाहिँ के गर्नु हुँदैछ हौ? अनि हाम्रो उहाँ चाहिँ पर्यो किचनकै स्टाफ हो। अनि उहाँ चाहिँ युवराज दा हो हैन। अनि उहाँहरूले हल्का तेलमा चाहिँ के बनाउनु हुँदैछ यसो? हैन। अनि यतापट्टि स्टाफको राइस बनिँदै रहेछ। अनि यहाँ चाहिँ हाम्रो हेलो भाइ अनि क्यान्सलाको बाहिर चाहिँ तपाईको यस्तो बोटहरु राखिदिएको हुन्छ। यस्तो बोट राखिदिएको हुन्छ। अनि यो चाहिँ तपाईको आजको स्पेशल आइटमहरुमा हुन्छ हैन। यो चाहिँ तपाईको स्पेशल भन्दा स्पेशलै भनौँ न तपाईको यो स्पेशल आइटम हुन्छ। चाहिँ प्लेटिङ चाहिँ हल्का प्लेटिङ मिलाउँदै छु हैन। त्यो तपाईहरुले हेर्दिनुस् होला। बटन नानको लागि हो यो तपाईँको स्टिम राइस। अन्त यो चाहिँ तपाईँको पऱ्यो चिकन भर्ताको लागि। भर्खर चाहिँ अर्डर आएको छ हैन किचनमा। त्यो हल्का हेरिदिनुहोस् तपाईँले। नानको डोरी त्यो दा नानको बाहिरै छ बजार। राइस सो हाम्रो आन्टीले चाहिँ खाना खानु हुँदै रहेछ है त। त्यसैले म हल्का अब बोलहरू निकालेर राखिदिनु पऱ्यो। स्टिम राइस यसमै दिन्छ हैन। स्टिम राइसको तपाईँको चाहिँ यहाँ फिलहाल चाहिँ चिकन भर्ता बनिँदैछ है त। सन्तोष सेफले बनाउनु हुँदैछ।
सो हल्का भन्दै के जाँदैछ होइन। आगो बाल्दै अब भिडियो लागि बनाउँदैछ भन्दा आगो बाल्दै हाल्छ। भन्नु त त्यहाँ भिडियोमा के जाँदैछ। के भन्छ अरे यो पुराले फिलहाल चाहिँ बस्यो चिकन होइन। चिकनको लागि चाहिँ हल्का हुँदैछ। उसलाई चाहिँ भनेको चिकन भर्ता होइन। तपाईँको भर्खर चाहिँ गयो चिकन भर्ता त्यस्तो टाइपको हेरिराख्नु। रेडी हुँदैछ चिकन भर्ता पनि। यो तपाईँको उयो भर्खर स्टक वाटर। यो तपाईँको चिकन भर्ता पनि रेडी भयो। खाना बनाउने चाहिँ हाम्रो उहाँ हो अनि हाम्रो सेफहरू सबै किचन पार्टीहरू सबैजना अलिकति उयो हुँदैछ। हल्का 3टा अर्डर आएकोमा हल्का बिजी हुँदैछ होइन। त्यसैले तपाईँहरूले तन्दुर रोटी होइन।